त्यो पिल जसले आज तपाईलाई त बचायो होला, तर भोलि आमा बन्ने सपना नै खोज्न सक्छ। स्टप। यो सुन्न अति जरुरी छ। तपाईले सुन्नु भएकै होला 72 घण्टे ट्याब्लेट, जसलाई हामीले इमर्जेन्सी पिल पनि भनिन्छ यसलाई, जुन एउटा आइपिल, इकोनहरू जस्ता ब्रान्डहरूमा चाहिँ मार्केटमा बजारमा भेट्न सकिन्छ। यसलाई चाहिँ हामीले मर्निङ आफ्टर द पिल पनि भन्ने गरिन्छ। यो डेली ह्याबिट तरिकाले खाने होइन। यसलाई बारम्बार प्रयोग गर्दा के हुन सक्छ भन्दाखेरि महिनावरी गडबडी हुन सक्छ, हर्मोन सिस्टमहरू बिग्रिन सक्छ, पिलले काम गर्नै छाड्दछ। यसले भविष्यमा घर पनि नबस्न सक्छ। शरीर मात्र होइन, मन पनि थाक्न सक्छ। आजको तपाईको छोटो मजाकले भोलिको जिन्दगीमा चाहिँ सजाय बन्न सक्छ है। यो धेरै विचार पुर्याउनु होला। सुरक्षित सम्बन्ध नै अपनाउन आवश्यक छ। इमर्जेन्सी पिललाई इमर्जेन्सीमा नै सीमित राखौं। यो मैले किन भनिरहेँ भन्दाखेरि अहिले पछिल्लो अवस्थामा चाहिँ फेसन जस्तो गरेर 72 घण्टे ट्याब्लेट हामी जस्तो फार्मेसीहरूमा चाहिँ भर्खरका स्कुले विद्यार्थीहरू माग्न आइपुग्छ। यसले भोलिको जिन्दगी उसो के होला भनेर हामी चिन्तित छौँ। हामी सम्झाउन खोज्छौँ यहाँ, तर उनीहरू सम्झिन खोज्दैन। उनीहरूलाई मात्र 72 घण्टे ट्याब्लेट पाउन पाए अहिलेको क्षणिक समस्या चाहिँ समाधान हुन्छ भन्ने मात्रै एउटा मानसिक रूपमा उनीहरू प्रिपेयर भएर आएका हुन्छ। तर हामीले सम्झाउन खोज्दाखेरि उनीहरू सम्झन चाहँदैन र सुन्न पनि चाहँदैन। त्यसैले तपाईको छोराछोरी कुन बाटोमा हिँडिरहेका छन् भन्ने अब बाउआमाले पनि छोराछोरीको बारेमा ध्यान दिनुपर्नेछ। के रेगुलर तपाईको छोराछोरीले असुरक्षित यौन सम्पर्क राखेर 72 घण्टे ट्याब्लेट त प्रयोग गरिरहेको छैन? यसले के भोलि तपाईको छोराछोरीमा बाउआमा बन्न सक्ने क्षमतालाई त रास लिएर आइरहेको छैन? भोलि छोरीको कारणले बाउआमाले समेत तनाव झेल्नुपर्ने अवस्था हुन सक्छ। होशियार हुनुहोस्। आफ्नो छोराछोरी कुन गतिमा लागिरहेको छ बाउआमाले पनि निगरानी राख्नको लागि आवश्यक छ। सोध्नु होला यसको बारेमा, आफ्नो छोराछोरीलाई पनि जानकारी दिनु होला। त्यसैले पनि मैले यो भिडियो तपाईहरु सामु बनाएको छु।